2026मा पैसा कमाउने हो? ल धन बनाउने यो रोडम्याप हेरौँ न त। ल पैसा बनाउने यो 8 स्टेपको प्लान के हो त हेरौँ। कुनै पनि ठूलो कामको लागि बेस बलियो हुनुपर्छ हैन त? सुरुवात एकदमै सिम्पल छ। पैसा कहाँ जान्छ थाहा पाउने र बचतलाई पहिलो प्राथमिकता दिने। पैसा बढाउनु छ भने पहिले त त्यो कहाँ जान्छ हिसाब राख्नु पर्यो नि। पहिले बचत अनि मात्र खर्च। खर्च गरेर बचेको बचत गर्ने होइन है। टार्गेट चाहिँ आफ्नो इन्कमको कम्तीमा 20 देखि 30% बचाउने। यो गर्न सकिन्छ। बचत गरेको पैसालाई काममा लगाउनुहोस्। थोरै थोरै गरेरै त हो नि बढ्ने। ल अब हेरौँ ग्रोथ इन्जिन कसरी एक्टिभेट गर्ने। यसमा स्मार्ट लगानी, आफ्नो स्किल बढाउने र साइड इन्कमका बाटाहरू बनाउने पर्छ। यी तरिकाहरूले ब्याङ्कले भन्दा कैयौं गुणा छिटो पैसा बढाउन सक्छन्। जति धेरै कमाइ हुने स्किल सिक्यो त्यति नै धेरै बचत र लगानी गर्न सकिन्छ। अनि साइड हसलबाट आएको पैसाले त झन वेल्थ बनाउने स्पिड नै बढाइदिन्छ। अब आउँछ अ लङ गेमको कुरा, मतलब लामो समयको लागि सोच्ने। अन्तिम स्टेपहरू भनेको धैर्य राख्ने, गल्तीबाट बच्ने र सिकिरहने हो। पैसा बनाउने बाटोको सबैभन्दा ठूलो दुश्मन भनेकै यो हाई इन्ट्रेस्ट डेट हो। त्यसैले स्ट्र्याटेजी के हो भने यस्तो ऋणलाई जति सक्दो छिटो तिरेर सकाउने। यो भनाइले ठ्याक्कै त्यही भन्छ। धन बनाउनु भनेको छिटो दौडिने होइन, धैर्यताले हिँड्ने म्याराथन हो। अनि अन्तिम तर सबैभन्दा महत्त्वपूर्ण कुरा, ज्ञान नै सबैभन्दा ठूलो लगानी हो। ज्ञानले पैसा बढाउँछ भने अब सिक्नुपर्ने अर्को कुरा के होला?